नमस्ते। हजुरहरूलाई सबैजनालाई नमस्ते पनि टक्राउन चाहन्छु। चप्पल पड्काउँदै राजनीतिमा घुसेकाहरू अहिले चिल्ला गाडीमा दौडिरहेका छन्। सत्ता र शक्तिको आडमा नेपाल देशलाई हरिकङ्गाल बनाउनेहरूको हिसाब नमिलेसम्म निरन्तर लागिरहनेछौँ, निरन्तर बोलिरहनेछौँ र निरन्तर आवाज उठाइरहनेछौँ। अहिले भुटानी शरणार्थीदेखि गिरबन्धुसम्म र व्हाइट बडी काण्डदेखि बाल मन्दिरसम्म र अहिले भिजिट विश्व प्रकरणमा र हाम्रो देशका गृहमन्त्री रमेश लेखकजीलाई यति ठुलो आरोप लागिरहेको छ कि हिजो मात्रै हाम्रो अध्यागमनमा एक प्रमुख अधिकृत तीर्थराज भट्टराईलाई हाम्रो अख्तियारले हिरासतमा लिएको छ। उहाँलाई केही दिन राखेर पनि अहिले छोडिदिइसकेको छ। उहाँको साथमा रहेको 2टा मोबाइल र 2टा कम्प्युटरको डिभाइस पनि हिरासतमा रहेको छ। उहाँ हाम्रो देशका प्रधान गृहमन्त्री रमेश लेखकको पनि यति ठुलो मानव बेचबिखनमा आरोप लागिसकेको छ। पुष्टि हुन पनि बाँकी छ। अब केही दिनमा निश्चित रूपमा उहाँको पुष्टि आउने नै छ र तपाईहरूको सामुन्ने मैले सुनाउने छ र उहाँलाई अहिले सदनदेखि सामाजिक सञ्जालभरि यति नैतिकताको रूपमा उहाँले राजीनामा दिनुपर्छ भन्ने आवाज उठिरहेको छ र तपाईको धारणा के छ यस कमेन्टमा पनि लेख्नुहोला। र अहिले उहाँलाई मानव बेचबिखन र भिजिट विश्व प्रकरणमा यति नराम्रोसित आरोप लागिरहेको छ कि अहिले त्यही विपक्षतर्फ बसेर उहाँले टुलु हेर्न बाहेक अरू केही गर्न सकिरहेका छैनन् भन्न पनि चाहन्छु। अब आज भने धेरै हाम्रो संसदमा धेरै अवरुद्ध भइसकेको छ र केही महिना पहिल्यै हाम्रा देशका गृहमन्त्री पहिला थिए 11 महिना पहिले रवि लामिछानेलाई पनि त्यस्तै गरी विपक्षी पार्टीले केही कुरा आरोप लाउन साथ अब नैतिकताको रूपमा राजीनामा दिनुपर्छ भन्ने भव्य आज पनि राजसभाका नेताहरूले सिकेका छन्, त्यही गरेका छन्। आज पनि हाम्रो देश नेपालमा सदनहरू धेरै अवरुद्ध गरिकन उहाँलाई चुइक्का बोल्न नदिकन उहाँलाई नैतिकताको रूपमा राजीनामा दिनुपर्छ भन्ने उहाँहरूको र सबै सांसद र राजसभाका सांसदहरूको धारणा छ। पक्कै पनि उहाँले नैतिकताको रूपमा राजीनामा दिनुहुन्छ भन्ने उहाँले थालिसक्नु भएको छ भन्ने स्रोतले जनाएको छ। र केही दिनमा र यस अख्तियारको टोलीले पक्रिसकेपछि तीर्थराज भट्टराई भने यही हाम्रो देशका गृहमन्त्री रमेश लेखककै निकट मानिने र केही महिना पहिल्यै पनि गृह मन्त्रालयमै तानिसकेका थिए र केही सेटिङ अनुसार र भिजिट विश्व प्रकरणमा गइरहने हाम्रा देशका गरिब महिलाहरू भने धेरै पीडामा परेका छन्। त्यसै गरी उहाँहरूसित पैसा खाएर कमसेकम 1-2 लाख रुपियाँ खाएर भिजिट विश्वमा पठाउने जस्तै दुबई भयो, मलेसिया भयो, त्यसै गरी कुवेत गरी धेरै ठाउँहरूमा हाम्रा देशका महिला दिदीबहिनी तथा दाजुभाइहरू धेरै जाँदै गरेका र विदेशमा धेरै दुःख कष्ट गरी र भोगिरहेका त्यस हामीलाई पनि थाहै छ। तर पनि हामी पनि यस विदेशमा रहेको कारणले गर्दाखेरि हामीले धेरै महिला दिदीबहिनीहरू लगायत सम्पूर्ण दाजुभाइहरूको त्यस पीडा सम्झेर हामीले देखिरहेका छौँ। आफ्नै आँखाले देखिकन त्यस भिजिट विश्वमा र हाम्रो देशका गृहमन्त्रीले बेचिसकेका महिला दिदीबहिनीहरूलाई बेचेर कमसेकम उहाँको प्रत्येक दिनको 50 लाख रुपियाँ हसुलेको भन्ने गृहमन्त्रीको सेटिङमा तीर्थराज भट्टराईले जनाएका छन् र केही सबुतहरू पनि विस्तृत रूपमा आउन बाँकी नै छ। त्यसको लागि धैर्य गर्नुहोला पनि भन्न चाहन्छु। र भिजिट विश्व प्रकरणमा आज पनि धेरै राजसभाका सांसदहरू अवरुद्ध गरी बसिरहेका छन् र अब उहाँले भने नैतिकताको रूपमा राजीनामै दिनुपर्छ भन्ने सबै विपक्षी पार्टीहरूले जनाएका छन् र केही दिनमा भने उहाँले राजीनामा दिनुहुन्छ भन्ने हामी सबै जनताहरूले पनि आशा गरिरहेका छौँ। र विमानस्थल अध्यागमनका एक प्रमुखमा राखिएको कम्प्युटर यसमा हिसाब किताब सहित र पैसा केही रकमहरू पनि अख्तियारको टोलीले फेला पारेको छ र केही दिनमा र त्यसमा कम्प्युटरको डिभाइसमा रहेको नाम याल भनेर चाहिँ राखेको छ। त्यसमा महिला दिदीबहिनीहरूलाई विदेशमा जाने र भिजिट भिसामा बेच्ने गरी र कमसेकम
एक सालमा कमसेकम 1.25 करोड ठगी गरेको र गृह मन्त्रालयको सेटिङमा गरिएको भन्ने स्रोतले र सामाजिक सञ्जालभरि फैलिरहेको छ। यो भन्दा 11 महिना पहिले हाम्रा देशका र केही पूर्व गृहमन्त्री रवि लामिछानेलाई केही सानो आरोप लगाउँदाखेरि उहाँलाई नैतिकताको रूपमा राजीनामा दिनुपर्छ भन्ने रमेश लेखक अहिले आफ्नै भाउमा पर्दा उहाँ दङ्ग परेर टुलु त्यही विपक्षतर्फ हेरिकन केही नबोलेर चुइक्क बोल्न नसकेर उहाँ गाडीभरि घरतर्फ लागिरहेका छन् र उहाँका निकट मानिने तीर्थराज भट्टराईले भने र धेरै पैसा हसुलेको भन्ने आरोप आइरहेको छ र सम्पूर्ण अहिले भने रमेश लेखकजीले अध्यागमनमा त्रिभुवन अध्यागमनमा रहेका सबै स्टाफहरूलाई सरुवा गरिसकेको छ र तीर्थराज भट्टराईलाई पनि रमेश लेखकजीले सरुवा गरिकन कोही दोस्रो जग्गा पठाइसकेको छ, क्योंकि अनुसन्धानको घेरामा नहुन् भन्नको कारणले गर्दा हाम्रा देशका गृहमन्त्रीले उहाँले सरुवा गरिदिएको भन्ने स्रोत र सामाजिक सञ्जालभरि फैलिरहेको त्यस घटनालाई हाम्रा देशका जनताहरूले किन टुलुले हेरेर बस्ने र केही दिनमा हाम्रा देशका गृहमन्त्रीले सामाजिक सञ्जालमा उहाँले भनिसक्नु भएको छ कि अगर यस आरोपमा साँचो भयो भने म राजनीतिकै छोडिदिन्छु भन्ने उहाँको धारणा छ। सामाजिक सञ्जालद्वारा उहाँले भन्नुभएको छ कि अब उहाँको निश्चित रूपमा चाहिँ उहाँको भविष्य खतमै हुन्छ जस्तो लागिरहेको छ। तपाईहरुको धारणा के छ र उहाँ पक्कै पनि जेलको यात्रा हुन्छ जस्तो मलाई लागिरहेको छ। मानव तस्कर भनेको मानव बेचबिखान भनेको यति गम्भीर घटना हो कि तपाईँ देशमा बस्नुभएका जनताहरूले एकदम गम्भीर रूपमा यस घटनालाई हेरिरहेका छन्। हाम्रा देशका गृहमन्त्री रमेश लेखकजीले गरे चाहिँ केही गरेका छैनन् अझैसम्म। गरे भनेको राजसभाका पूर्व गृहमन्त्री रवि लामिछानेले जेलको यात्रा मात्रै बनाएको छन्। यो पनि झुटो केसमा र प्रतिशोध साँधेर रवि लामिछानेलाई यसरी फसाएका छन्। हाम्रा देशका गृहमन्त्री रमेश लेखकजी यति नराम्रोसित जालमा परिसकेका छन् कि त्यो जालबाट निस्किन मुस्किलै छ। हुन त उहाँका सबै पुलिसहरू, सबै वकिलहरू सबै उनैका हुन्, तर पनि देश अख्तियारले उहाँलाई समातिसकेको छ। विजित विश्व प्रकरणमा उहाँ अब जालबाट निस्किनै मुस्किल हुन्छ, उहाँ जेलको यात्रा पक्कै पनि हुन्छ भन्ने मलाई लागिरहेको छ। हाम्रा देशका पूर्व गृहमन्त्री रवि लामिछानेले छोटो समयमा पनि यति धेरै काम गरिसकेका थिए कि उहाँले भुटानी शरणार्थीदेखि शिव मन्दिर, व्हाइट बडी काण्ड र बेचन झा जस्तो सबभन्दा भुटानी शरणार्थीका ठुलो माछा पनि उहाँले समातिसकेका छन्। हाम्रो देश नेपालका सबभन्दा गृह कान्तिपुर मिडियाका कैलाश श्रेयलाई राजसभाका सभापति गृहमन्त्री हुँदाखेरि उहाँले जेलको यात्रासम्म पुर्याउनु भएको थियो र हाम्रा देशका गृहमन्त्री अहिले रमेश लेखकजीले मानव तस्करी र विजिट विश्व प्रकरणमा पसेर कमसेकम दिनकै 50 लाख रुपियाँ झ्याम पार्नु भएको छ। तपाईहरुलाई कस्तो लाग्छ यो भिडियो? जस्ताको तस्तै कमेन्टमा गर्नुहोला। धन्यवाद, नमस्ते।